कुमारी भनेर विजय मल्लजीको उपन्यासको कथा हो कुमारी। अनि त्यसमा चाहिँ कसरी गर्ने भन्ने मलाई एकदमै रात दिन चाहिँ नि आफ्टर कुमारी भइसकेपछिको जीवन कसरी देखाउने फिल्ममा भनेर मैले धेरै चाहिँ नि उस मनमा उथल पुथल हुन्थ्यो। हाम्रो लिभिङ गडेज कुमारीको एउटा चाहिँ त्यस्तो होइन संसारले मान्नुपर्ने। अनि मैले गर्न त गरेँ धेरै। म त्यो बेला चाहिँ नि मलाई पढ्न जाने चाहिँ नि एउटा चान्स पाएको थिएँ रुसमा, त्यहीँबाट पढेर आएको थिएँ मैले है। अनि यही विषयमा स्टेज एन्ड सिनेमामा पढेर आएको थिएँ। अनि त्यही बेला रोयल नेपाल फिल्म कर्पोरेसन बनिसकेको थियो। त्यो बेला चाहिँ नि अनि हाम्रो मन्जुजीसँगै मेरो पनि एउटा लोकसेवामा एसिस्टेन्ट डाइरेक्टरको पोस्ट क्रिएट भयो। त्यसपछि मैले काम गर्ने पाएँ। त्यही बेला चाहिँ नि अफिसमै हुँदै एउटा चाहिँ नि प्रपोजल आयो, मतलब सहित्य नै कुमारीको लागि राम्रै होला भन्ने हाम्रो प्रेमबहादुर बस्नेतज्यूले भन्नुभयो। अनि सबैले चाहिँ नि यसरी छान्नु हो मलाई। अब तर त्यो फिल्म चाहिँ नि एकदम चोखो आर्टिस्टिक भयो। अहिलेको फिल्मभन्दा धेरै नै 42 वर्ष भयो, 42 वर्ष जति भइसक्यो पहिला। अनि त्यो बेला चाहिँ नि जम्मै हामीले चाहिँ नेगेटिभमै खेलेको होइन त, नेगेटिभमै सबै प्रोडक्ट। अब त्यो बेलाको अहिलेको डिजिटल भएर आएको छ। अब हेर्दाखेरि त एकदम रमाइलो होला, कस्तो होला भने मलाई पनि वाक्क खाइरहेछ, हेरेको छैन मैले पनि। तर चाहिँ नि म कोसिस गरेको छु। अब यो चाहिँ नि एउटा हजुरहरूले हेर्छु भन्दैन राम्रो, यहाँ यस्तो छ, अहिले फेरि यस्तो गर्नुपर्छ भन्यो भने त्यो चाहिँ हामीलाई कलाकारलाई चाहिँ एउटा चाहिँ प्रोत्साहन पुग्छ।